अब चाहिँ हामीले यो गडासडा सबै सम्मायौँ होइन। त्यसपछि प्याज चाहिँ लाउन सुरु गऱ्यौँ। अब लगभग एक बेद भने चाहिँ एक बेद जति लगायौँ। एक बेद जति जस प्याज लगायो। अब यो खाना पनि पाइहालिन्छ, अब नपाइए पनि केही छैन होइन। अब हामी परदेशी मान्छे, विशेष गरी म परदेशी मान्छे, अब परदेशमै खाने होला। अब घरमा चाहिँ आमा बुवा अब बहिनीहरू कहिलेकाहीँ अब यसो मेरो घर परिवार केटाकेटी आयो भने खान पाइहाल्छन्। अब खानाकै लागि गर्ने हो गर्न त, तर खाना नपाइए तापनि चाहना चाहिँ पाइहालिन्छ। फेरि चाहना पाइहालिन्छ। अब हामीले एक बेद अनुसारको लगाएको छौँ। यो धेरै फाटो भयो मम्मी पछि गोड्ने बेला त चाहिएला त। गोड्ने कसरी त नि? लसुन गोडे त हो ल अच्छा गाना लागिसकेपछि गोड्नु पर्दैन। लसुन गोडे त लसुन धेरै फाटो लगायो भने ठिक हुन्न अरे। अब ठिकै लगाउनु पर्यो होइन। गल्छ त। मैले त अहिलेसम्म लगाएको थिएन, तर पहिलोचोटि हो मैले चाहिँ लगाएको यो। अब अहिलेसम्म लगाइएको छैन। तैपनि अब किसानी काम गर्न सिकिरहनु पर्यो, पछि सजिलो होला भन्ने हो। आखिर पछि परदेशबाट आउने घरमै हो। अब घरमा आएपछि यो सिकिराख्यो भने त पछि काम लाग्ला नि त। अलि यसो माटो साटो भयो बेला यसो टाकटुक गर्न होइन। तैँले देखौ मैले लाएँ। सिकिराख्नु पर्यो। त्यो गन्जाको लाइनै लाइन लगाऊ भने हो के? लाएँ त लाएँ। यसरी लाइनै लाइन के? यो लाइन लाएँ त। यो भएन बाटो नि। तेर्सो लामो दुइटै मिल्नु पर्यो के? अरे यो लाएँ त यो। हो यस्तो तेर्सो सानो मैले भयो यो लाइन यस्तो मिल्नु पर्यो के? सानो छु मैले भयो। ल ठिक छ। अरे ठिक हैन, धेरै ठिक छ मैले लगाएको। अरे अच्छा ल बाई गाइज। अब यो फलेर खाने हो पछि, त्यसपछि भएपछि अनि बल्ल मजा आउँछ खाना। कसैले गडा बनाएर आफ्नो सिस्टमले लगाउँछन्, तर अब हामीले चाहिँ यो सम्म बनाएर यसरी सल्ल लाइनमा लगाएको छौँ। कसैले चाहिँ त्यो ठाउँमा ट्याक गडा सानसाना गडा बनाएर लगाएको त देखेको छौँ। तर विशेष गरी लगाउने कस्तो छ, कसरी तरिका हो, यदि यहाँ योभन्दा राम्रो आइडिया तपाईँहरूले जान्नु भएको छ भने भन्नु होला है त गाइज। ओके बाई बाई।